नमस्कार। आज हामी म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिकामा रहेको गुर्जा गाउँतर्फ अगाडि बढेका छौँ। साथमा मङ्गला, मालिका, धौलागिरी, अन्नपूर्ण र रौगङ्गाका प्रमुख प्रशासकीय गरेर हामी 5 जनाको जम्बो टोली रहेको छ। हामी बिहान बेनी बजारबाट मङ्गला गाउँपालिका, मालिका गाउँपालिका, धौलागिरी गाउँपालिकाको मुना, लमसुङ, लुलाङ हुँदै देउराली पुग्यौँ र देउरालीबाट ओह्रालो यात्रा गऱ्यौँ 1 घण्टासम्म र खोलामा पुगिसकेपछि खोलाबाट आधा घण्टा उकालो यात्रा गरिसकेपछि हामी गुर्जा गाउँ पुग्यौँ। गुर्जा गाउँ समुद्र सतहबाट 2623 मिटरको उचाइमा अवस्थित एउटा एक्लो, शान्त र सुन्दर गाउँ रहेछ। हामीलाई गाउँमा पुगिसकेपछि त्यहाँको स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गर्नुभयो। हामी वडा कार्यालयमा संयुक्त फोटो पनि खिच्यौँ। हामी वासस्थानतर्फ अगाडि बढ्यौँ। ढुङ्गाले छापेका घरहरू, अत्यन्तै बाक्लो बस्ती, साँघुरा गल्लीहरू, पानीको प्रशस्त सुविधा रहेको, तगारोको रूपमा चाहिँ ढुङ्गाले नै पर्खाल लगाएको, स्थानीय स्तरमा उपलब्ध ढुङ्गा, माटो, काठ, बाँसबाट बनेका घरहरू, बसाइसराई अत्यन्त न्यून रहेको, छुट्टै संसारमा छुट्टै तरिकाले रमाएको अनुभूत हुने यो सुन्दर, शान्त र एकाङ्की गाउँ। हामी बिहान उठेर धनुष पनि हान्यौँ र भ्यू पोइन्टतर्फ अगाडि बढ्यौँ। आधा घण्टाको यात्रापछि हामी पहिलो भ्यू पोइन्टमा पुग्यौँ, जहाँबाट गुर्जा हिमाल देखिँदो रहेछ र अर्को पाहामा गुर्जा गाउँ। गुर्जा हिमालबाट बगेको खोला, म्याग्दी खोला त्यहाँबाट देख्न सकिँदो रहेछ। यात्रामा फुल्दै गरेको गुराँसहरू प्रशस्त देख्न सकिन्थ्यो। सबैतिर हिमाल टल्किएको थियो। नजिकमा गुर्जा गाउँ बाहेक अन्य कुनै गाउँ देखिँदैन थियो। हामी चौरहरूमा फोटो खिच्दै, भिडियो बनाउँदै, रमाउँदै अगाडि बढिरह्यौँ। ढोरपाटन उपत्यकाको चुचुरो डाँडो यहाँबाट देखिँदो रहेछ। त्यो देखिएको डाँडाको उतापट्टि चाहिँ ढोरपाटन भ्याली रहेको छ। यो देखिएको गुर्जा गाउँ। माटो अत्यन्तै मलिलो हुने हुँदा प्रशस्त मात्रामा आलु उब्जनी हुन्छ भन्ने उहाँहरूले भन्नुभयो। बिहानको समय हुँदाखेरि चिसो थियो मौसम, तथापि हामी उकालो निस्केको हुँदाखेरि शरीर न्यानो भइसकेको थियो। केही